हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। होप सो सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आज रुरु क्षेत्र 4 चौतारा गुल्मीबाट हामी गाउँका 17-18 जना भएर भार्से जाँदैछौँ। भार्से एकदम रमणीय ठाउँ छ भन्ने सुनेर हामी त्यहाँ जाँदैछौँ। अब त्यहाँको कल्चर, रिलिजियन्स अनि सराउन्डिङ इन्भाइरोमेन्ट साथै नेचर जान्नको लागि हामी सँगसँगै जाम। आउनु। करिब 2 घण्टाको हिँडाइपछि हामी भार्सेको यो देउराली मन्दिरमा आइसक्यौँ। सबजना उता सबै झरेर त्यहाँ रमाइलो त्यस्तो छ। अब यहाँ मन्दिर दर्शन गर्ने भनेर चाहिँ अब मन्दिर दर्शन गर्न जाँदैछौँ। मेरो घाँटी चाहिँ गाडीमा चिच्चाउँदा सुकेर यस्तो छ। अनि त्यहाँ हामी यहाँ देउराली हेरेपछि चाहिँ हामी त्यहाँ सङ्ग्रहालय रहेछ, अनि त्यहाँ गोर्खा सङ्ग्रहालय भनेर अनि हामी गोर्खा सङ्ग्रहालय हेर्न जान्छौँ। यो अपडेट
रुक्नैमा आए भिडियो गराएर हडताली हो गोर्खा ग्यालेरीमा शहीदप्रतिको एउटा सम्मान व्यक्त गर्दै सङ्ग्रहालयमा उहाँहरूको तस्बिरलाई यसरी कैद गरिएको छ। उतारको पार्टी वहाँ खाना आएको यहाँ रत्तोले गाइरहन् हाम्रो ग्याङ यता नाच्दै कोही जाने कि कति सानो भयो कि यहाँ त झन् सानैदेखि खेल्छु फोटो बस्दै त्यसै केटी फलसफा कंधे पे मेरा बस्ता चला मैं जहाँ ले चला मुझे रास्ता बूंदों पे मार्सेको डाँडा यही हो। यहाँ भएको चाहिँ दृश्य यति नै हो। पार्से डाँडा भन्दा थोरै तल अवस्थित होमस्टे। यहाँ मगर समुदाय लगायत अर्ग्यानिक खाना आइटम पाइन्छ। यहाँ हामीले अर्ग्यानिक कुदाको सिल खाएका छौँ। रातें सुरंग सी बागी उड़ान पे ही ना जा। होमस्टेको दिवा खाजा पछिको रमाइलो नाचगान हुँदैछ यहाँ। तपाईँले छोप्नी जोता होला के र
तिम्रो मन रुने हो एउटैलाई दुईटा सँगै